यति राम्रो मन्दिर लाइक लिटरली एकदम भव्य रहेछ हैन। ओके गाइस, हामी ब्राम्पटन मलाई भन्न नि आउन खासै। ओके, आज चाहिँ हाम्रो के भन्छ तीर्थयात्रा। Guys, welcome back to my channel. This is Miss Srishti, and if you are new here, please take a moment to subscribe. So आजको भिडियो चाहिँ के हुने वाला छ भन्दा we are going to the temples in Canada, and it's like one of the biggest temples here, and I got this opportunity by chance. Like स्मिरिका दिदी र सुजल भाइ जाँदै हुनुहुन्थ्यो अनि म पनि जोइन गर्छु भनेर भने, अनि त्यसपछि we went. So it's just about that, and I thought I will film and take you guys along with me. So let's go. Hi guys. ब्राम्पटन मलाई भन्न नि आउन खासै। ब्राम्पटन हो क्या, ब्राम्पटन आइपुग्यौँ। अनि यत्रो ठुलो मन्दिर छ यहाँ, अनि उता चाहिँ मन्दिर हो हैन। यता सुजल दाई हुनुहुन्छ, सुजल दाई हेलो। अनि उता हाम्रो स्मिरिका दिदी खै देखाउँछु अहिले। हेलो स्मिरिका दिदी। दिदीले ड्राइभ गर्नुभएको आज, रमाइलो भयो। अब यसपछि हामी यहाँ ब्राम्पटनमा पनि पशुपति मन्दिर रहेछ। हामी पहिला यो दुर्गा मन्दिर गएर अनि पशुपति मन्दिर जान्छौँ। यता हाम्रो हनुमान भगवान हुनुहुन्छ, हेरेर गाइस। ओ माय गॉड, सो रोयल। वाउ, आई डोन्ट नो फोटो भिडियो खिच्न मिल्छ कि मिल्दैन, but this is such a wonderful opportunity. I'm so blessed. यहाँनिर यो चाहिँ बिहा मण्डप जस्तो के होइन, कस्तो राम्रो के। सो यति राम्रो मन्दिर लाइक लिटरली एकदम भव्य रहेछ हैन। कस्तो लाग्यो दिदी? कस्तो लाग्यो दादा? पहिला दसैँमा आउनुभएको रहेछ, झन् कति रमाइलो भयो होला दसैँमा त, दुर्गा मन्दिर हो नि त। सो अब चाहिँ टिका सिका लाउँछौँ होला। सो यहाँ चाहिँ पण्डित बाजे पनि नेपाली हुनुहुँदो रहेछ। भ्लग थ्रुबाट मान्छेहरूले दर्शन गरून् सबै भगवानको। ओके गाइस, अब लड्डु पाएँ, लड्डु। यहाँ चाहिँ होइन पण्डित बाजे पनि नेपाली हुनुहुँदो रहेछ। सो सच अ प्रिभिलेज, एन्ड आई एम प्राउड द्याट नेपाली मान्छेले केही त गर्नुभयो क्यानाडामा। हजुर। ओके गाइस, हामी दुर्गा मन्दिरबाट अब हामी पशुपति मन्दिर जाँदैछौँ। एन्ड दुर्गा मन्दिर त हजुरहरूले देखिहाल्नुभयो कति भव्य, कति राम्रो। अनि पुजारी पनि नेपाली हुनुहुँदो रहेछ। सो या अब हामी पशुपति मन्दिर जाँदैछौँ। गड्डी लेके भन्ने गीत लगाएर गड्डी लेके कस्तो निन्द्रा लाग्यो जस्तो भएको र मलाई। ल ओके गाइज, अब हामी यहाँ पशुपति मन्दिर पनि आयौँ ब्राम्पटनको। दिदीले रिभर्स पार्किङ गर्दै हुनुहुन्छ। म चाहिँ बिगिनर हो नि त, मैले अस्ति टेस्ट फेल गरेको, त्यही भएर म सिक्दैछु। अहिले चाहिँ मन्दिर यस्तो यो के भन्छ सपिङ एरियातिर छ अरे, डोनेसनहरू रेज भइरहेछ अरे। अनि आफ्टर त्यो सबै डोनेसनहरू इनफ हुन्छ अनि राम्रो ठुलो भव्य मन्दिर बन्छ अरे। सो या यही हो हाम्रो मन्दिर। हेर, पशुपतिनाथ फ्रम नेपाल, एन्ड दिस इज सम इन ब्राम्पटन। सबै नेपाली हुनुहुँदो रहेछ।
प्रकाशाय दीपज्योतिर्नमस्तुते ओम तदनन्तरं हस्तो प्रक्षालन हाम्रो खाना ओके अब हामी पशुपति मन्दिरबाट आई थिङ्क कस्को पनि जान्छौँ होला अन द वे अनि त्यसपछि खै एउटा मन्दिर पनि लग्ने भन्नुभएको दाइले थाहा छैन लिनुहुन्छ कि लिनु हुँदैन लेट्स गो ओके आज चाहिँ हाम्रो के भन्छ तीर्थयात्रा अर्को मन्दिर आइपुग्यो होइन मान्छेहरू बिदा मन्दिर चाहिँ यस्तो छ गाइज वैष्णवी मन्दिर ओके गाइज अब हामी कता जाँदैछौँ हामी घरतिर जाँदैछौँ घरतिर अनि फोटोसोटो खिच्छौँ एउटा पार्कतिर अनि घरतिर मायाले मलाई क्या हो घर आइपुगे ओके गाइज म घर आइपुगे आजको हाम्रो तीर्थयात्रा यही समाप्त हुन्छ हजुरहरूलाई यो भिडियो मन पर्यो भने प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब टु माई च्यानल एन्ड आई विल सी यु गाइज सुन बाई गाइज